फोटो पनि के गरन्छ यस्तो यस्तो पो त खिच्ने हुन्छ ब्लग बनाउनु कि जसरी हाल्नुपर्छ त्यसरी कता नानी रोक न देउडा किन रमाइलो भयो अब घर हिँडेको अब हेर्नु छिटो सानो भिडियो बनाउने क्या त्यो भूत बङ्गला त होइन होइन माथि चढ्ने ठाउँ छ थुप्रै ल हामी चाहिँ के ठाउँ तानसेनको चाहिँ भ्यू टावर हामी जाँदैछौँ स्कुटीले नतानेर टेन्सन भयो त्यही भएर हामी हिँड्दैछौँ स्कुटरलाई चाहिँ तलै राखेर हिँड्दै आएको यत्रो बाटो भ्यू टावरमा नि स्कुटी चढ्नु पर्ने थियो उतै भ्यू यहाँ भूत बङ्गला रहेछ अझै माथि छ ल यहाँ पनि मान्छेहरू रहेछन् यहाँ यो त चिप्लो रहेछ त्यहाँ चिप्लो हुन्छ नि लड्किन्छ अझै माथि उताको भ्यू देख्नु थियो अब तानसेनको कसको घर हो कुन्नी हो खण्डर जस्तो भएर बसिरहेको छ लास्ट महिना दिन्छु दुई हैन सबै सल्लाहघारी अनि हेर नि किन भ्यू टावर धेरै टाढा छ क्या हो ढिलो भयो भने होटलमै बसिदिउँ ल के भयो है इनर्जी ड्रिङ्क खाएर आउनुपर्ने रहेछ उकालो उक्लिन तराईको मान्छेलाई गिटार कति बजीसम्म हुन्छ घाम फेरि उज्यालो के हो त्यो धूप हो धूप हो सल्लाह धूप है
उहाँ रहेछ ऊ थुप्रै मान्छेहरू रहेछन् छिटो छिटो हा हा के भयो लैजान नपाउने होला नि फेरि सासै बढेर अर्को बाटो पनि रहेछ कि यहाँबाट घुमेर आयो कि यता रहेछ नि घर कता पुग्छ कुनी फेरि त्यहीँ पुग्छ कस्तो भयो तानसेनको भ्यू टावर हामी अलि ढिलो आइयो के अरे त्यही भएर टाइम लाग्यो माथि चढ्ने हो र टिकटै त होला नत्र नि किन ल यहाँ चाहिँ भित्र छिरेको भ्यू टावरमा चढेको चाहिँ 25 रुपियाँ लिँदो रहेछ ल काटौँ त टिकट हजुर दुईजना ल अब हामी भित्र छिर्दैछौँ चलाएर अब भित्र छिरेर माथिबाट चाहिँ भ्यू कस्तो देखिन्छ माडी देखिन्छ कि अब त्यो रानी महल पनि देखिँदो रहेछ कि यहाँ देखाएको छ कि अरे यहाँ जसमा होइन अब उक्लिने अब 5 मिनट लाग्छ होला ल छिरियो हामी भ्यू टावरको माथि तल आउँदैछ धरारा जस्तै लाग्यो यताबाट एकलट हेरेपछि होइन ल यो कुन ठाउँ हो पनि यो ल यो चाहिँ फर्स्ट फ्लोरबाट हेरेको लाली गुराँस फुल्न छोडिसकेको
पाल्पा तानसेन माडीको फाँट तानसेन माडी फाँट टप फ्लोरमा आइपुग्यो हामी ल यो चाहिँ तानसेन बजार हो त्यो खसलाई फेरि म तानसेन बजार भयो लडेला भने डर लाग्छ फेरि समाउँदै हिँड्न पर्ने डर अहिले हामी जाने बाटो यता होइन यता पुरो रानीमहल उत्यो हो होइन नि रानीमहल जान त कता जानुपर्छ त्यही बाटो जाने होला कि रानीमहल त्यो यसो यसो गरेर उहाँ काली मन्दिर त्यही बाटो हो रानीमहल माडी भन्ने ठाउँ रे वहाँ अब चितवनमा पनि माडी छ यहाँ पनि माडी भन्ने ठाउँ रहेछ त यो माडी फाँट तानसेन पाल्पा माडी फाँट टुडीखेल यो खुल्ला देखेको चाहिँ तानसेनको चाहिँ टुडीखेल भयो यो ल आजलाई बिदा अलि यहाँ